आउने 24 घण्टा म यो रुखमा बसेर बिताउनेवाला छु। यो च्यालेन्ज सोचे जस्तो सजिलो भने पटक्कै थिएन। पानी पुरै चुइरहेछ, हेर्नु न गाइसहरू। यो त मात्र सुरुवात थियो। यस्तो खतरनाक च्यालेन्ज किन गर्न लाग्यो तिमी? मात्र रमाइलोको लागि। र अब चाहिँ म यहाँ चढ्नेवाला छु है त। यो च्यालेन्ज चाहिँ म यो रुखमा चढ्ने बित्तिकै सुरु हुन्छ र यो च्यालेन्जको सुरुवात चाहिँ मैले बिहानको 8 बजे गरेको छु। यो च्यालेन्ज चाहिँ निकै खतरनाक हुनेवाला छ, किनभने राति चाहिँ हावाहुरी चलेर पानी परेर पुरै चट्याङ आउन सक्छ। यो रुख चाहिँ निकै नै ठुलो छ र यो रुखमा बस्नको लागि चाहिँ मलाई एउटा कम्फर्टेबल ठाउँ खोज्नुपर्ने हुन्छ। यो रुखको हाँगाहरू चाहिँ धेरै र ठुलो रहेछ। यही रुखको एउटा हाँगामा चाहिँ म 24 आवर्ससम्म बस्नुपर्ने हुन्छ। म बस्नका लागि चाहिँ मैले एकदम राम्रो ठाउँ खोजिसकेँ, तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ। र यो ठाउँमा नै बसेर नै म 24 घण्टा बिताउनेवाला छु। यसरी मात्रै बसेर चाहिँ मैले 24 घण्टासम्म बिताउन सक्दिनँ, किनभने यो ठाउँ चाहिँ बस्न र सुत्नको लागि चाहिँ निकै अनकम्फर्टेबल छ। माथिपट्टि चाहिँ मैले छत पनि बनाउनु पर्ने हुन्छ, किनभने राति चाहिँ निकै ठुलो पानी पर्न सक्छ। र मैले चाहिँ यहाँ साथीहरूको सहयोगबाट यहाँ बस्न र सुत्नको लागि कम्फर्टेबल केही बनाउनेवाला छु। सो लेट्स सी के हुन्छ है त। म बस्ने बेड बनाउनको लागि चाहिँ सबै साथीहरू मिलेर धमाधम काठहरू पास गर्न थालेँ र मैले चाहिँ सबै काठहरू लिएर माथि जम्मा गरेर राखेँ। र मेरो साथीहरूले चाहिँ बस्ने ठाउँ बनाउनको लागि यहाँ मलाई होइन काठहरू पठाइसकेको छ। अब चाहिँ म बस्ने ठाउँ बनाउनेवाला छु है त। त्यसपछि फटाफट त्यहाँ भएको काठहरूबाट चाहिँ म बस्ने ठाउँ बनाउन थालेँ। यो च्यालेन्ज पुरा गर्न मलाई आवश्यक पर्नेवाला चाहिँ एउटा सानो सेल्टर र सुत्नको लागि कम्फर्टेबल बेड र खाना। र अहिले चाहिँ होइन एकदमै ठुलो पानी परिरहेछ। मैले चाहिँ माथिपट्टि छत पनि हालेको छैन, तपाईँहरू हेर्न सक्नुहुन्छ बाहिर कत्रो धेरै पानी परिरहेछ होइन। र हामीले चाहिँ यहाँ प्लास्टिक नै राखिसकेको छ र यो प्लास्टिकले चाहिँ हामीले माथि राख्नुपर्ने हुन्छ। र म बस्ने ठाउँको चाहिँ होइन आधी काम पनि कम्प्लिट भएको छैन, सो काम चाहिँ छिटो गर्नुपर्ने हुन्छ। बस्ने ठाउँ नबन्दै पानी पर्न थाल्यो, त्यही भएर मैले चाहिँ माथिको छत छिटो कभर गरेँ। यो त मात्र खतराको सुरुवात थियो। आउने रात योभन्दा पनि निकै डरलाग्दो र चुनौतीले भरिएको थियो। र अहिले चाहिँ मैले छत चाहिँ कभर गरिसकेको छु, बट यो छत चाहिँ निकै नाजुक छ होइन, किनभने अलिक ठुलो पानी पऱ्यो भने पुरै पलहरू हुनसक्छ र पानी पनि चुइन सक्छ। माथिपट्टि नै खुल्लाहरू छ, यता नि यस्तो छ होइन। यहाँबाट खस्यो भने चाहिँ फेरि म पुरै तल पुग्नेवाला छु। र गाइज होइन अहिले चाहिँ हाम्रो ब्ल्याङ्केट आइसकेको छ होइन, दुईवटा एकवटा गरी पठाउँदा नि हुन्छ। यो ब्ल्याङ्केट दुईवटाले चाहिँ होइन मैले पुरै रात बिताउनु पर्ने छ। अहिले चाहिँ होइन मेरो ब्ल्याङ्केट नै आइसकेको छ होइन, यस्तो छ ब्ल्याङ्केट चाहिँ, यु क्यान सी होइन। र यहाँ चाहिँ म यसलाई चाहिँ यहाँ ओछ्याउनेवाला छु। दुईवटा छ, एउटा ओढ्न एउटा चाहिँ ओछ्याउन। र अब यहाँ चाहिँ म ओछ्याउनेवाला छु ब्ल्याङ्केटलाई मैले राम्रो तरिकाबाट फटाफट ओछ्याएँ। र म सुत्ने ठाउँ चाहिँ यस्तो छ होइन। र म चाहिँ यो हाँगामा बस्नेवाला छु होइन। यो आजको रात चाहिँ एकदमै डेन्जरस हुनेवाला छ। अहिले चाहिँ मलाई लास्ट टाइम बोर लगाइरहेछ गाइजहरू। यार यो च्यालेन्ज लिएर गल्ती गरे जस्तो लाग्यो मलाई, एकदमै ठुलो गल्ती गरे जस्तो लाग्यो। अब रात कसरी बिताउने हो होइन। अहिले एकछिन बस्दैन यस्तो झ्याउ लाग्यो भने, यस्तो झ्याउ लाग्यो नि आयो। म त क्विट गरिदिउँ क्या यार, यो च्यालेन्ज त छ्या। यो च्यालेन्ज चाहिँ निकै हार्ड होला जस्तो लागिरहेछ मलाई चाहिँ। अहिले नै एकदमै बोर लागिरहेछ, साथीहरू सबै गइसकेको छ होइन अघि नै, र त्यही भएर चाहिँ मलाई एकदमै बोर लागिरहेछ। चाहिँ यस्तो च्यालेन्ज दिने भुल चाहिँ कहिले पनि नगर्नु है। यो च्यालेन्ज चाहिँ निकै गुज्रेकै छ कि। मलाई त यस्तो बोर लागिरहेछ नि, किन लियो जस्तो लागिरहेछ क्या। र यो च्यालेन्ज चाहिँ जसरी नि लिइहाल्यो होइन, मजाकमा यो च्यालेन्ज लिइहाल्यो, बट यो चाहिँ पुरा गर्नै पर्छ, किनभने लिएपछि त पुरा गर्नु पर्यो। त्यो नि सक्छ कि सक्दैन होला होइन। सकेन भने नि केही छैन, सक्यो भने नि एकदम ठिक छ। अहिले होइन च्यालेन्जको यस्तो हार्ड पोइन्ट नै आएको छैन, तै त यस्तो गाह्रो भइरहेको छैन मलाई अहिले यहाँ बस्नको लागि त कम्फोर्टेबल नै छ, बट यहाँ होइन टाइम स्पेन्ड गर्दा चाहिँ यस्तो गाह्रो भइरहेछ नि। सो त्यही भएर चाहिँ मलाई यो च्यालेन्ज निकै हार्ड होला जस्तो लागिरहेछ। चाहिँ पुरै बेलुकाको नै घाम लगाइरहेछ क्या, बेलुका भइसकेको छ तै पनि घाम लगाइरहेछ, यस्तो घाम आइरहेछ होइन। यति बेला मलाई चाहिँ एकदमै बोर लागेको थियो, त्यही भएर म चाहिँ रुखको हाँगाहरूमा यताउति डुल्दै हिँडेँ। अहिले चाहिँ म यहाँ बसिरहेको छु। अहिले चाहिँ एक्साइटेड नै छु रातको लागि होइन। अब चाहिँ रात पर्न लागिसकेको छ र धेरै एक्साइटेड नै छु। अहिले चाहिँ अलिक फ्रेस भए जस्तो भइरहेछ होइन मलाई। म किनभने अघि त्यो रुखको यताउति हाँगाहरूमा घुमेर हिँड्दाखेरि अलिक फ्रेस जस्तो नै भयो होइन। फ्रेस जस्तो भन्नाले मुड फ्रेस जस्तो भयो होइन, मुड स्विङ जस्तो। सो लेट्स सी के हुन्छ राति। र गाइज होइन अहिले चाहिँ अँध्यारो भइसक्यो होइन, घामसाम पुरै डुबिसकेको छ र म चाहिँ यसरी बसिरहेको छु होइन। र यतापट्टि ट्राइपड छ, मैले होइन यहाँ पावर ब्याङ्क नै लिएको छु र पावर ब्याङ्क लिएर म चाहिँ यहाँ बसिरहेको छु होइन। अघिदेखि यत्तिकै बोर लागेर यत्तिकै बसिरहेको थिएँ होइन।
र अब चाहिँ राति हुन लागिसकेको छ र साथीहरू होइन अहिले चाहिँ बेलुका भइसकेको छ होइन र अहिले चाहिँ यस्तो देखिरहेको छ होइन घाम पुरै डुबिसकेको छ र मलाई चाहिँ अहिले भोक लागिरहेको छ होइन यत्तिकै बस्दा बस्दै अब राति हुन लागेको छ होइन अब चाहिँ रियल च्यालेन्ज सुरु हुन लागेको छ र मैले चाहिँ खाँदैन होइन र मलाई चाहिँ भोक लागिरहेको छ र साथीहरूले चाहिँ केही बनाएर ल्याउँछ होला होइन सो मलाई चाहिँ डर लागिरहेको छ इफ पानी पऱ्यो भने मेरो चाहिँ यहाँ धान्न सक्ने कि यस्तो धान्न सक्नेवाला यो छत चाहिँ छैन होइन सो पानी चाहिँ यहाँ पस्न सक्छ मजाले नै सो गाइजहरू होइन बस्दा बस्दै यस्तो अँध्यारो भइसक्यो भने यार मलाई त कस्तो डर लागिरहेको छ भने डर त लागिरहेको छैन बट कस्तो अँध्यारो भयो भने झुप्पै भइहाल्छ एकछिन बसिरहेको थिएँ होइन झुप्पै भइहाल्यो यस्तो भयो हेर्नु म चाहिँ यहाँ बसिरहेको छु होइन यस्तरी बट तपाईँहरूले त्यहाँ देखिराख्नु भएको छैन होला होइन यस्तो झुप्पा भइसक्यो भने यो हेर्नु न होइन मैले चाहिँ म फ्ल्यास लाइट अन गरिरहेको छु होइन पुरै झुप्पा भइसकेको छ र म चाहिँ यहाँ बसिरहेको छु होइन यस्तरी पुरै अँध्यारो छ है म अघिदेखि यसरी नै बसिरहेको छु र पुरै अँध्यारो भइसक्यो यत्तिकै होइन बोर लागिसक्यो मलाई त बस्दा बस्दै होइन मोबाइल हेरेर बसी छु पुरै बोर भइसक्यो होइन यतितिर चाहिँ कति मोबाइल मात्रै हो नि त र अब चाहिँ एकछिन मलाई चाहिँ जाडो भइसक्यो होइन अब चाहिँ म ज्याकेट मगाउनु गइरहेको छु ज्याकेट प्लस अब एकछिनपछि चाहिँ खाना नि ल्याउँछ होला साथीहरूले सो लेट्स सी र अहिले चाहिँ मेरो साथीहरूले चाहिँ ज्याकेट लिएर आइसकेको रहेछ किनभने मलाई जाडो भएको थियो होइन सो म चाहिँ ज्याकेट लिनलाई तल झर्नुपर्ने हुन्छ सो बाटो यस्तो छ र माथि चढ्न आए जस्तो छ त र म चाहिँ तल झर्नुपर्ने हुन्छ कसरी झर्ने हो होइन माथिसम्म हो माथिसम्म आएर रहेछ यहाँ देऊ खोइ हो त्यसरी है ज्याकेट ल्याइदिएछ यत्रो ठुलो होइन ट्र्याक चाहिँ ल्याएन ट्र्याक नि ल्यायो भने चाहिँ सजिलो हुन्थ्यो सो केही छैन यो ब्ल्याङ्केट छ ब्ल्याङ्केट ओढिहाल्छु म ट्र्याक चाहिँ ल्याएन रहेछ ज्याकेट मात्र आइपुगिसकेको छ यत्रो होइन ठुलो र यो ज्याकेट लगायो भने चाहिँ जाडो हुँदैन नि त मलाई सो मजा आउला जस्तो लाग्यो मलाई राति चाहिँ होइन पानी नपरोस् त्यसकै अफसोस छ मलाई र माथिपट्टि चाहिँ चराहरू नि थियो अहिले चाहिँ देखिरहेको छैन है यहाँ चाहिँ फुल रहेछ गाइजहरू फुल रहेछ हेर्नु नि फुल फुल कस्तो र ब्युटिफुल फुलहरू रहेछ यहाँ चाहिँ हेर्नु कस्तो राम्रो फुलहरू कस्तो किराहरू कराइरहेछ भने ओ के हो त्यो ठुलै छ क्या किरा कसम भने किराहरू ठुलै छ क्या उयो यस्तो किरा कराउँदो रहेछ उभिमा उभि कस्तो भने यार सिधा दिएर त्यो त यस्तो किराहरू रहेछ भने उहु यत्रो किराहरू के किरा हो यत्रो ए मलाई टोक्ला आमा हेर्नु नि गाइसहरू ओए झऱ्यो त्यो त हेर्नु गाइस यो किरा हो कि हेर्नु नि कस्तो कहाँ गयो फेरि आउँदो रहेछ त धम्माधम यत्रो किरा आइरहेछ भने किराहरू आइरहेछ यार म त छिटो अब म त्यहीँ जान्छु यार मेरो बेडमै जान्छु यार छिटो यहाँ बस्यो भने डेन्जर यो किरा रहेछ भने गाइजहरू के किरा हो टोक्नु चाहिँ टोक्छ कि टोक्दैन यसले कसम भने यार कस्तो अट्याक गऱ्यो भने यो किरा रहेछ यो किरा डेन्जरस रहेछ नि पुरै अट्याक गर्दो रहेछ सो म चाहिँ आफ्नै बेडमा जान्छु पहिला अहिले चाहिँ म पूर्ण होइन आफ्नै बेडमा फर्किसकेको छु होइन त्यहाँ त धेरै डेन्जरस रहेछ नि खाइसक्यो यार त्यो किराहरू कस्तरी आइदियो भने यार मलाई त पुरै अट्याक गर्दो रहेछ भने अब चाहिँ म खानाको वेटिङमा छु होइन लास्ट भोक लागिसकेको छ मलाई अब चाहिँ उनीहरूले खाना ल्याइदिन्छ होला साथीलाई होइन सो बोलाएपछि म चाहिँ लिन जान्छु है त खाना ल्याए जस्तो साथीहरूले मलाई तल बोलाइरहेको छ होइन सो म चाहिँ यहाँ तल जानुपर्ने हुन्छ खाना लिनको लागि यस्तो छ हेर्नु नि ठाउँ यस्तो छ भने क्या यहाँबाट झऱ्यो भने त अब मैले कसरी लिएर आउने होला यार त्यो होइन सो मैले चाहिँ त्यो लिएर आउन नै रिस्की छ खाना पोख्यो भने त मैले फेरि खाना पाउँदिनँ नि त होइन खाना पोख्यो भने त मैले के खान्छु होला यार सो कसरी ल्याउने हो मैले हेर्नु मबाट रेकर्ड गऱ्यो भने तलपट्टि बत्ती हुँदैन भने फेरि पुरै अँध्यारो र म चाहिँ तल झरिसकेको छु होइन र तल चाहिँ साथीले खाना लिएर आइसकेको छ सो वाट खोइ पठाइदेऊ त तलपट्टि चाहिँ खाना लिएर आइसकेको छ रहेछ होइन सो मैले चाहिँ यो कसरी लग्ने त अनि भाइ
होइन कसरी माथि पुर्याउने हो त्यही म सोचमा छु होइन कसरी पुर्याउने होला त र उसले चाहिँ साथीले बनाउनु गइरहेछ तल माथिपट्टि सर्भिस गर्नको लागि होइन सो म एकछिन पर्खिन्छ है त ऊ चाहिँ आइपुग्छ होइन सो म चाहिँ अब माथि चढ्नुपर्ने हुन्छ यहाँ पास गर त ए यहाँ चाहिँ पास गर्नुपर्ने हुन्छ होइन सो म यहाँलाई यहाँ राखिदिन्छु सो यो झऱ्यो भने चाहिँ फेरि यो झऱ्यो भने चाहिँ फेरि खत्तमै हुन्छ नि सो मैले यो नि यहाँ राखिदिन्छु होइन सो फाइनली यहाँ आइपुगिसक्यो होइन पानी नि छ पानी नि पास गरौँ होइन यहाँ चाहिँ पानी र खाना आइसकेको छ होइन र यहाँ टाइम हेर्नुको लागि घडी नि आइसकेको छ होइन घडी नै आइसक्यो तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ होइन 8 बज्नै लागेको छ 8 बज्ने 3 मिनट मात्रै बाँकी छ होइन 8 बज्यो भने नि भयो र अब म चाहिँ अब अझै कति घन्टा बस्नुपर्छ भनेपछि 8 भनेपछि अझै 12 घन्टा जति बस्नुपर्छ साथी दुईजनाको सहयोगबाट चाहिँ होइन मैले चाहिँ सफलतापूर्वक खानाले होइन आफ्नो बेडसम्म ल्याइसकेको छु र मासु रहेछ दाल रहेछ र खाना रहेछ होइन यहाँ चाहिँ पानी छ होइन र अब चाहिँ म खाना खानेवाला छु र मैले चाहिँ खाना खाइसकेँ होइन सबै सफा चाहिँ हालिसकेँ होइन खाना चाहिँ एकदम मिठो रहेछ बट एकदम पिरो रहेछ गाइसहरू मेरो यहाँ पुरै जिब्रोहरू पोलिरहेछ होइन ओडहरू पोलिरहेछ र अब चाहिँ म के गर्नु पर्ला त अब यस्तो बोरिङ हुन्छ होइन अब चाहिँ म सुत्ने ट्राई गर्छु है त र अहिले चाहिँ मलाई जाडो नै भइरहेको छैन होइन किनभने खतरा पिरो रहेछ नि त खाना सो त्यसले गर्दाखेरि चाहिँ जाडो नै भएन र त्यो चाहिँ मलाई ठ्याक्कै ज्याकेट चाहिँ सिरानै भएछ होइन सुत्ने ट्राई गर्छु निन्द्रा चाहिँ लाग्छ कि लाग्दैन होइन किनभने साइडमा यस्तो छ नि त र पानी चाहिँ पर्दैन होइन एउटा मलाई चाहिँ एकदमै खुसी लाग्यो पानी चाहिँ पर्दैन दिउँसो चाहिँ पानी परिरहेको थियो त्यसले गर्दा मलाई अलिक डर लागिरहेको थियो क्या यो च्यालेन्ज गर्न किनभने पानी पऱ्यो भने त लत्तालिङ्गो भक्काभुङ्गो हुन्छ होइन सो अब चाहिँ राति चाहिँ पर्न सक्छ है त फेरि र निदै राखेको बेला पऱ्यो भने त खत्तम हुन्छ त यहाँ सो म अब चाहिँ होइन निदाउने कोसिस गर्छु निदाउने त कोसिस गरेँ बट निन्द्रा भन्ने राम्रोसँग लागिरहेको थिएन यहाँसम्म आउँदा चाहिँ मलाई पानी पर्दैन जस्तो लागिरहेको थिएँ पानी नपरे नि राम्रोसँग भने म निदाउन सकिरहेको थिएन किनभने रुखमा एकदम निन्द्रा नै लागिरहेको थिएन र यताउति चल्दै टाइम स्पेन्ड गर्ने कोसिस गरिरहेको थिएँ यसरी बसेर नै म 1 घन्टा जति सुतेर गएछ र सुतेर गएपछि म 12 बजीनिर भ्याउँदैछु सो साथीहरू होइन अहिले चाहिँ 12 बजिसकेको छ होइन र मलाई चाहिँ राम्रोसँग निन्द्रा लागिरहेको छैन जाडो भर्खर मात्रै गर्छ जाडो भएर मैले चाहिँ ज्याकेट पनि लगाइसकेँ होइन र यहाँ मलाई सिरानी पनि छैन र अलिक सुत्नलाई चाहिँ अप्ठ्यारो भइरहेछ र यतापट्टि चाहिँ यस्तो छ होइन र तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ 12 बजेर 14 मिनट गइसक्यो होइन 12 बजे 14 मिनट गइसक्यो पुरै सुनसान छ भने एक्लै रुखमा सुतेर बसिरहेको छु होइन एक्लै छु क्या यहाँ म रुखमा र डर पनि त्यतिको त लाग्छ छैन कि म चाहिँ अब फेरि सुत्ने ट्राई गर्छु होइन सुत्न सक्ला कि नसक्ला त्यो चाहिँ थाहा छैन निन्द्रा नलागेर त नभने भयो निन्द्रा लागेन भने त यसरी मात्रै त बस्न सक्दिनँ नि त म र पानी नि पऱ्यो भने त फेरि खत्तम हुन्छ त यहाँनिर दुखिरहेछ कस्तो दुखिरहेछ कि सुत्नलाई अहिले त ठिकै भइरहेको थियो अहिलेतिर चाहिँ लास्ट दुखिरहेछ किन हो सो अब चाहिँ म सुत्न लाग्यो हेरौँ सुत्न सक्छ कि सक्दैन जाडो भएकोले ज्याकेट लगाएर फेरि राम्रो तरिकाबाट सुत्ने कोसिस गरेँ त्यसरी नै सुतेर यो च्यालेन्ज चाहिँ सजिलोसँगै पुरा होला जस्तो लागिरहेको थियो बट खतरा त अब आउन बाँकी नै थियो र अहिले चाहिँ होइन रातको 3 बजिरहेछ र मेरो यहाँ आँखा नि खोल्न मिलिरहेको छैन र बाहिर चाहिँ पुरै पानी परिरहेछ गाइजहरू अनप्रेडिक्टेबल है पानी परिरहेछ पानी तपाईँहरू हेर्न सक्नुहुन्छ 3 बजेर 18 मिनट गएछ बट बाहिर चाहिँ फेरि पानी परिरहेछ भने फेरि पानी परिरहेछ भने यार पानी नपरोस् भनेको पानी परिदियो भने यार गाइजहरू अब चाहिँ हालत खराब होला जस्तो लाग्यो है मलाई चाहिँ पानी नपरोस् भनेको छ त्यस्तो छ हेर्नु न छ त्यस्तो छ अब यो त यसले धान्ने कि नधान्ने हो पानी परिदिइरहेछ कस्तरी
पानी पर्यो गाइजहरू पानी पर्यो यार हालत खराब हुनु लाग्यो त अब त खत्रै पानी पर्यो गाइजहरू पुरै होइन यतापट्टि पुरै पानी परिरहेको छ सबैतिर तपाईँ हेर्न सक्नुहुन्छ होइन पानीको थोपाहरू आइसकेको छ यता भित्रसम्म पुरै पानीहरू ओहो यहाँनिर ओहो भिजेछ नि यहाँ थेट यस्तरी भिज्या हो खुट्टाको साइडनिर त पुरै भिजेछ भने गाइजहरू हेर्नु न हेर्नु पुरै काठहरू पनि भिज्न आयो होइन र मैले चाहिँ त्यहाँको ओछ्याउने चाहिँ अलिक माथि गरेँ होइन ओछ्याउने कुरा चाहिँ र मेरो हाततिर नि पानीहरू चुहिरहेछ र छिटोभन्दा छिटो यो पानी चाहिँ रोकियोस् किनभने यहाँ मलाई बस्नलाई अलिक तनावपूर्ण अवस्था सिर्जना भइसकेको छ होइन के गर्ने होला अब पुरै पानीहरू चुहिरहेछ अछु ओइ 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 पुरै मेरो हातमा पानीहरू चुहिरहेछ र अब यो च्यालेन्ज होइन क्विट गरौँ भने नि कसरी क्विट गरौँ मलाई त तनावमा पऱ्यो पो क्विट गर्न नि सक्दिनँ अब होइन यत्रो नजिक आइसकेपछि यत्रो रात बिताएर यत्रो दिन बसेर सो म कसरी क्विट गर्न सक्छु होइन र फेरि क्विट नगरौँ भने पनि यहाँ पुरै पानीहरू आइसक्यो होइन पानी पुरै चुहिरहेको छ हेर्नु न गाइजहरू हालत खराब बनाइदियो त छ्या थै कस्तो भने के कहाँ पल भएछ भने यस्तो पानी पर्ने गरी थैट हेर्नु त पुरै भिज्यो गाइसहरू हेर्नु न पुरै पानी परेर खत्तमै भयो नि थैट छत चाहिँ राम्ररी बनाएको थिएन होइन पानी नपर्ला भनेर बट यत्रो ठुलो पानी पऱ्यो भने अहिले चाहिँ छ्या अब कसरी सुत्नु म झन् निन्द्रा लगाइरहेको छ पुरै एकछिन पानी परेर रोकियो भने हुने नि यत्रो पानी परै छ भने म दङ परिसक्यो पऱ्यो हेर्नु न कत्रो पानी परै गरे त अरे इन्द्रदेव यसलाई बन्द गरिदिनु छिटो यहाँ म च्यालेन्ज गरिरहेको छु यत्रो ठुलो चट्याङ गएको भने कस्तो भने यार मलाई हाल्यो भने त तनाव हुन्छ त म त मर्छु त यार चट्याङले लाग्यो भने त यो च्यालेन्ज त निकै हार्ड हुँदै गयो त खत्तमै भयो नि यो च्यालेन्जले गर्दा कसरी बस्ने हो म यहाँ ओहो पानी परेर नि चट्याङ आइरहेछ गाइजहरू होइन त्यही भएर चाहिँ एकदम खतरनाक हुँदैछ लास्टै ठुलो पानी पऱ्यो यार अहिले मेरो त झन् अघि भन्दा नि पानी त झन् के हो सानो हुँदै जाला भने त झन् ठुल्ठुलो पो हुँदै गइरहेछ त झन् मैले च्यालेन्ज दिनै यस्तो हुनुपर्छ कत्रो पानी परिरहेछ भने हेर न झन् हराओस् भनेको झन् ठुलो पर्दै गइरहेछ भने कि पानी त यार यत्रो ठुलो पानी पर्छ भने मैले चाहिँ एक्सपेक्टै गरेको थिएन है यत्रो ठुलो पानी पर्छ भने त म यो च्यालेन्जै गरिदिन्थेँ साँच्ची भने एक्सपेक्टै नगरेको कुरा भइरहेछ यार यहाँ त मैले आज नलिनु पर्ने हो कि खास गरी यो च्यालेन्ज साँच्ची भनेको मैले नलिनु पर्ने हो कि खास गरी यो च्यालेन्ज साथीहरूले यस्तो नलि भनिरहेको थियो सबैले मलाई पागल भनिरहेको थियो हो म पागलै रहेछु यार यस्तो चाहिने तुईको च्यालेन्ज लिएर मरेछु म गल्ती से मिस्टेक पुरै पानी खुस्किरह्यो भने अच्छु कसम भने यार झन् ठुलो पानी परिरहेछ त ओहो अब चाहिँ हालत खराब हुने भयो यार अब त हावा नै आइदिएर भने कि हावा नै आयो भने ओहो के हो यार आज त पुरै यो च्यालेन्ज होइन असफल पार्नको लागि चाहिँ पुरै कोसिस भइरहेको छ नेचरबाट मलाई होइन यत्रो हेर्नु न यत्रो कस्तो हावा नै आइरहेछ भने अहिले त पुरै हावा नै आइरहेछ भने हेर्नु न यत्रो पानी परेन नि त्यसको माथि हावा नै आइरहेछ भने के मैले भनेको कुराहरू चाहिँ सबै भइदिइरहेछ भने के चट्याङ होइन चट्याङ हावाहुरी पानी यही तिनवटाबाट खतरा थियो बढी होइन यही तिनवटै भइदियो गाइजहरू यार यो च्यालेन्जमा जुन जेबाट होइन बढी खतरा थियो त्यही भइदिइरह्यो भने के छ्या हेर्नु पुरै यो नै भिजिसक्यो सबै भिजिसक्यो केही छैन गाइजहरू पानी यस्तो छिर्सकेको छ यस्तो भिज्यो होइन हेर्नु सक्नुहुन्छ तलपट्टि होइन पुरै
यत्रो हेर्नु नि धारा जत्रै आइरहेछ भने कि पुरै पानी त यो त कहाँबाट आउँदो रहेछ माथि त छत त राम्रै थियो त उता छेउबाट नि आउँछ भने कि यस्तो तरिकाले अनि योहरू त उता जाउँ भने त होइन यहीँपट्टि मेरै ओछ्यानपट्टि आउँछ भने छ्या पानी यस्तो ठुलो पर्यो नि गाइजहरू छ्या यो च्यानल नलिनु पर्ने रहेछ मैले आज गल्ती गरेछु ठुलो गल्ती गरेछु तपाईँहरू चाहिँ यस्तो गल्ती नगर्नु होला लाइफमा चट्याङ्गी यत्रो ठुलो आइरहेछ भने कि जत्रो पानी परिरहेछ त्यसकै आधारमा चट्याङ्गी ठुल्ठुलो आइरहेछ भने कि पुरै निन्द्रो खतरा लगाइरहेछ होइन निन्द्रो यस्तो खतरा लगाइरहेछ नि मलाई हेर्नु पानी नरोकिने रहेछ हेर गाइसहरू आज पानी नरोकिने रहेछ परै छ भने हेर्नु न अहिलेसम्म नि त्यस्तै अवस्था छ भने हेर्नु न कत्रो पानी परै गरे त पानी खत्तम पारिदियो गाइसहरू हेर्नु मलाई हेर्नु नि पानी पुरै चुइरहेछ यहाँ तप गरेर लगातार पानी परे गर्छ त म त खै हल्लिदिन्छु बरु केही सङ्केतै दिइरहेको छैन पानी रोक्नेवाला छ भनेर बाहिर कस्तो रहेछ पानी त परेकै छ त यहाँ रोके नै हुने नि झन् ठुलो पर्दैछ भने कि पानी त ठुल्ठुलो पर्दै गइरहेछ अम्मामा पछाडि सबै भिजेछ त म यस्तो छ यता पछाडिपट्टि सो अहिले चाहिँ थोरै उज्यालो हुँदैछ होइन र पानी रोक्ने चाहिँ नामै लिइरहेको छैन रातिदेखि पराएछ होइन त्यो चाहिँ बत्ती नभएले रेकर्ड गर्दाखेरि यस्तो होइन उज्यालो भइसकेको छ है बाहिर चाहिँ यस्तो उज्यालो भइसकेको छ होइन यत्तिको उज्यालो भइसकेको छ होइन बाहिर चाहिँ म चाहिँ पुरै निन्द्रा लगाइरहेको छु होइन निन्द्रा लागिरहेको छ अहिले रुखबाट खस्ला भने चाहिँ मलाई अलिक तनाव लगाइरहेको छ किनभने निन्द्राको तालमा होइन पुरै त्यो जात खाएको मान्छे जस्तै हुन्छ नि त रक्सी खाएको मान्छे जस्तै अहिलेसम्मकै सबैभन्दा हार्ड च्यालेन्ज यही हो मेरो लागि सो लेट्स के हुन्छ है त उज्यालो हुँदैछ होइन पानी परै छ म चाहिँ सुत्नै पाएको छैन होइन म चाहिँ यसरी नै बसिरहेको छु अब होइन केही समयपछि चाहिँ 24 आवर्स च्यालेन्ज कम्प्लिट हुनेवाला छ र म चाहिँ एकदमै एक्साइटेड छु किनभने यो च्यालेन्ज चाहिँ निकै हार्ड भयो होइन सो त्यही भएर नै एक्साइटेड छु यो च्यालेन्ज सकाउनको लागि लेट्स के हुन्छ अब हावाहरू नै आउनु थालिसकेको छ होइन अहिले चाहिँ होइन उज्यालो भइसकेको छ होइन तपाईँहरू हेर्न सक्नुहुन्छ होइन त्यो चाहिँ छ अहिले चाहिँ 5:15 भएछ होइन सो अहिले चाहिँ यस्तो उज्यालो भइसकेको छ होइन 5:15 भएकोले रातभरि पुरै निदाउन सकेन म यो च्यालेन्ज गर्दा किनभने पानी यत्रो ठुलो परेर यस्तो पानी पर्छ भनेर चाहिँ मैले सोचेको थिएन बट नसोचेको चिजहरू मात्रै हुन्छ भने यही हो क्या होइन लाइफमा नसोचेको चिजहरू मात्रै हुन्छ भने चाहिँ यही हो पानी मैले पर्दैन जस्तो लगाइरहेको थियो बट एकदमै खतरनाक तरिकाले यत्रो ठुलो पानी परे अब केही 2-3 घन्टापछि मेरो च्यालेन्ज कम्प्लिट हुनेवाला छ र म चाहिँ एकदमै एक्साइटेड छु त्यसै के हुन्छ है अहिले चाहिँ एकदमै उज्यालो भइसकेको छ होइन बट पानी चाहिँ अझैसम्म रोकेको छैन होइन हेर्न सक्नुहुन्छ तपाईँहरू पानी चाहिँ परै छ सायद यो च्यालेन्ज सकिने पानी चाहिँ रोक्दैन होला होइन पानी चाहिँ परै गरिरहेछ यो च्यालेन्ज चाहिँ निकै हार्ड थियो र त्यही भएर म एक्साइटेड पनि छु लेट्स गो के हुन्छ होइन मैले त लास्टै एक्साइटेड भइरहेको छु म पानी पर्न चाहिँ रोक्दैन जस्तो लाग्यो मलाई पुरै उज्यालो भइसकेको छ अब चाहिँ केही समयपछि म चाहिँ यहाँबाट निस्किनेवाला छु किनभने च्यालेन्ज अब कम्प्लिट हुनेवाला छ केही समयपछि चाहिँ यस्तो उज्यालो भइसकेको छ निन्द्रा लाग्छ कस्तो निन्द्रा लागेको छ भने चाहिँ अबको केही क्षणपछि चाहिँ यो च्यालेन्ज कम्प्लिट हुनेवाला छ हेरौँ र म चाहिँ निकै एक्साइटेड छु यता तपाईँहरू हेर्न सक्नुहुन्छ होइन अहिले चाहिँ 8:07 भइसकेको छ र अब मेरो च्यालेन्ज चाहिँ पुरा हुन गइरहेको छ र म अब चाहिँ यो रुखबाट निस्किनु पर्ने हुन्छ र तल जमिनमा टच गर्ने बित्तिकै यो च्यालेन्ज चाहिँ कम्प्लिट हुन्छ है त ल सो लेट्स चाहिँ म अब यहाँबाट निस्किनेवाला छु कसरी पनि निस्किने हो पुरै पानी परेर हेर्नु न रुख त धेरै चिप्लो रहेछ गाइजहरू कसरी जाने तल र त्योहरू चाहिँ म अहिले एकछिनमा मात्रै लिन आउँछु किनभने अहिले चाहिँ पानी पऱ्यो त्योहरू निकाल्ने अवस्थामा चाहिँ होइन अहिले एकछिन आएर मात्रै निकाल्नु आउँछु प्लास्टिक चिप्लो छ है
बाटो रुख त र म यहाँ आइसकेको छु र म चाहिँ अहिले रुखको फेदमा आइपुग्छु होइन र म चाहिँ यहाँबाट अब तल जानुपर्ने हुन्छ र त्यसपछि चाहिँ मेरो च्यालेन्ज कम्प्लिट हुन्छ लेट्स सी र अब म चाहिँ यहाँबाट थाल्नु छु र यो च्यालेन्जलाई चाहिँ कम्प्लिट बनाउनु छु फाइनली च्यालेन्ज कम्प्लिट भइसकेको छ र म चाहिँ होइन पुरै 24 घन्टापछि चाहिँ जमिनमा होइन खुट्टा राखिरहेको छु र तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो मौसम कस्तो रहेछ पुरै यस्तो भएर पो पुरै रातभरि पानी परेर रहेछ त